हेलो साथीहरू नमस्ते। आज चाहिँ तपाईहरुलाई मोडर्न मिट फक बनाउने तरिका चाहिँ तपाईहरुले भन्न गइरहेको छु। यसमा चाहिँ मार मसला चाहिँ काटकुट गर्नु र पिस्न सबैले आएको कारणले यी पिसेकोहरू मैले देखाएको छैन र अर्को कुरा भिडियो पनि लामो भइदिन्छ र झ्याउ मान्छ दर्शक अडियन्सले, त्यही भएर त्योहरू लेखेको छैन। यहाँ चाहिँ भनेको मात्रै छु। कस्तो हुन्छ भने मोडर्न मिट फक बनाउनुहुन्छ भने तपाईले पहिले मासुको पिस काट्नु तपाईलाई आउँछ। त्यो मासुको पिस चाहिँ साइज अनुसार काट्नुहोस् र अर्को कुरा अदुवा लसुन र जिरा चाहिँ मजाले पर्याप्त मात्रामा तपाईले मिक्सरमा हैन सिलौटामा पिस्ने गर्नुहोस् र अरु खोर्सानी प्याज र टमाटर चाहिँ तपाईले पिसै काट्नुहोस् चपिङ बोर्डमा काटेर राखिसकेपछि त्यसमा अनि फेरि अर्को बेसार त्यो त्यति थोक चाहिँ तपाईले मासुसँग एकैचोटी मोली दिइसकेपछि चाहिँ तपाईले कान्ती बसाएर कराई अथवा केहीमा पकाउनुहुन्छ तपाईले त्यसमा चाहिँ एकदम तेलको मात्रा चाहिँ अलि बढी राखेर त्यसमा चाहिँ जिरा पड्काउनुस्। जिरा पड्काएर मजाले पड्किसकेपछि चाहिँ तपाईले चाहिँ त्यहाँ त्यो जुन समानुपातिक ढंगले मोलेको मासु चाहिँ कान्तीमा हालेर, कान्ती भन्छौं हामी, कराई भन्छ कसैले हैन, त्यसमा हाल्नुस्। हालेर यसरी जसरी मैले चलाइराखेको छु त्यसरी मजाले चलाउनुस्। चलाइसकेपछि चाहिँ अब यसलाई चाहिँ 3 मिनेट चाहिँ यसरी छोपिदिनुस्। छोपिदिसकेपछि 3 मिनेट चाहिँ तपाईले कन्टिन्यू राख्नै पर्ने हुन्छ। 3 मिनेट राख्नुस्। 3 मिनेट राख्दाखेरि चाहिँ तपाईको यी अटोमेटिकली यसरी बफिएर यसरी निस्किन्छ। त्यो निस्किँदाखेरि चाहिँ डढ्छ भनेर तपाईले नडढाई 3 मिनेट चाहिँ छोप्नुस्। 3 मिनेट छोपिसकेपछि फेरि एकछिन पछाडी चाहिँ तपाईले खोलेर ढक्कन खोलेर फेरि 3 मिनेट नै मजाले चलाउनुस्। 3 मिनेट चलाउनुस् अनि 3 मिनेट चलाएपछि चाहिँ यसरी चलाउनुस्। चलाए फेरि 3 मिनेट चलाउनुस्। तपाईले अब यो 3 मिनेट चलाइसक्नु भएपछि चाहिँ फेरि तपाईले यो 3 मिनेटै छोपिदिनुस्। यो प्रक्रिया कम्तीमा पनि तपाईले 3 चोटी गर्नुस्। 3 चोटी गरिसकेपछि चाहिँ तपाईले अब नुन भयो, अजिना चलाउनुहुन्छ हुन्न, अजिना चाहिँ तपाईको अजिना नहाल्नु भए पनि हुन्छ यसमा, तर हालियो भने टेस्ट अलिकति बढ्छ। अनि त्यस्तो गरिसकेपछि चाहिँ तपाईको यो प्रक्रिया 3 चोटी 4 चोटी छोप्ने र त्यो जुन ढक्कन खोलेर चलाउने प्रक्रिया गरिसकेपछि चाहिँ मासु रातो पुरा कस्तो खालको रातो देखिन्छ, कलरै फिक्का रातो देखिन्छ। त्यो भएपछि चाहिँ तपाईले अब मासु रेडी भयो भन्ने हुन्छ। जब अब उतार्ने बेलामा चाहिँ तपाईले हरियो धनिया र छ भने फेरि अझै हरियो प्याजको पत्ता मजाले साइजको काटेर हाल्नुहोस्। हालिसकेपछि चाहिँ तपाईले त्यो उतारिहाल्नुहोस्। हालिसकेपछि छोपेर उतारिहाल्नुहोस्। तपाईको मोडर्न मिट फक रेडी हुन्छ। तपाईले यो टेस्ट पाउनुभयो भने अति नै राम्रो हुन्छ। हामीले साइजको मासु पकाउँछौं र यो चाहिँ कस्तो हो भन्दाखेरि यो चाहिँ मोडर्न टाइपको हो। त्यही भएर तपाईले यो टेस्ट पनि चाखेर हेर्नुहोस्। तपाईले यही टाइप मन पराउनु हुनेछ। र अर्को कुरा, यो भिडियो हेरिसक्नु भएपछि चाहिँ म अरु कन्टेन्टहरु पनि लिएर आउने नै छु। प्लिज सब्स्क्राइब गर्नु नभुल्नु होला। तपाईको सब्स्क्राइबले हैन मलाई सहयोग पुग्नेछ र तपाईको यो कुनै च्यानलमा मेरो यो भिडियो पनि आइपुग्नेछ भन्दै म अहिले बिदा हुन चाहन्छु। अरु कन्टेन्ट लिएर आउने बाचा गर्दै नमस्ते, बिदा, बाइ बाइ।